ल अब ल हिँडियो यहाँबाट लोकतान्त्रिक चोकबाट 50 थरी ट्रायल गर्छ केही सुमन त्यो बाइक त पछाडि राख्ला क्यामेरा थियो भाइजी सबैलाई पढाउनु त भन्छ के अरे मिडिएटर यहाँ पनि तिमीले मलाई भन्छ अब हामी धोरपाटन हिँडियो अहिले कुस्मामा छौँ अब हाम्रो दुईजना साथीहरू एकदम प्रधान साथी वडा अध्यक्षज्यूहरू साथीहरू बाइक बोकौँ है बाइक दिनेश श्रेष्ठ अच्युत तिवारी त्यहाँबाट हाल्नु छ के हामी 4 जना मात्रै अब हिँड्यौँ धोरपाटन यात्रा सुरु भयो होइन दिनेशजी एकदम कहाँ आउँदा नि झरेर हाम्रो साथी नै हुनुहुन्छ यहाँ गुरु हिँडिराख्नु भएको नि तपाईँ धोरपाटन होइन कि पहिलोचोटि हो होइन अस्ति 5 नम्बरको आडा त छेगारलाई लिएर गएको थिएँ बाटो ठिक छ बाटोमा ठिक छ कति घन्टा पुगिन्छ हामी त्यो बुद्धिबाङसम्म पहिला 3-4 घन्टा पुगिन्छ है ल ल ए नमस्ते मामा ल ल बस्नु ल हामी कहाँको यात्रा हो थाहा छ ल मामा हामी धोरपाटन जलजला तपाईँको म्याग्दीको ताकम धारापानी होइन जलजला पनि जाने हो जाने हो नभए त मामा आउँदै आउनुहुन्थेन नि त गएको ठाउँ हो होइन ल जलजला त देखेर नि यो त माथि पऱ्यो यो त जाने होला नि कहाँको जलजला भन्ने यसमा फेरि केही थाहा छैन म्याग्दीको जलजला भने छुट्टै छ नि त फेरि अब हिँड्यो है त हामी यहाँबाट सर आएर फाल्ने हो क्या अलि अगाडि बिर्सिएछ क्या बिचमा सेन्टर हो त्यहाँबाट गर्ने बस पार्कका बिरालोले नि यो बाटो बन्नु भयो बस पार्क
बागलुङ जिल्लाको बडीगाड गाउँपालिकाको यो प्रशासनिक भवन छ त्यो हाम्रो राम्रो है निकै राम्रो देब्रे साइडमा राम्रो छ यो गाउँ गाउँमा सिंहदरबार भने यही रहेछ यसलाई कि खारा बजार पनि भन्छ होइन यहाँ चाहिँ त्यो गाउँपालिकाको माओवादी द्वन्द्वकालमा खारा बजार चर्चित थियो होइन यो खारा ल खाना खाने ठाउँमा आइयो हामी खाना खाने ठाउँमा श्रेष्ठ होटल एन्ड रेस्टुरेन्ट ल मामा खाना खाने ठाउँ आइयो दिनेश ल हामी चाहिँ खाना खाने ठाउँमा आइयो यही हो मामा हजुर यही हो हो हामी यही खाने ल ल हजुर चाहिँ किन खुल्नु भएको नि यार के खोल्ने हर अलिक खुल्नु पऱ्यो नि यार खोल्ने तैँलाई उडाएर खोल्ने रिसाएर फेरि 2 दिनसम्म बोलेको छ नि क्या हामी अनि अरू कुरा नि त हुनसक्छ नि होइन मित्र ल मै राख्छु ल राखेर आऊ चार्जर लिएर आऊ ऊ त्यहाँ बस्दा ठिक होला बाहिर बसौँ न है खुला खुला वातावरणमा एकदम खुला अनि यो कटेज चाहिँ त्यो खोलाको किनारमा अगाडि गजब हुन्छ नि अलि माथि राख्छु रेडियो पनि रहेछ है धेरै पछि देख्यो आहा हो हामीले आफ्नै घरमा खाए जस्तो है यो लोकल कुखुराको झोल अरू सबै छ यहाँ धेरै मिठो होइन यो जेठो बुढोको चामल रे हामी यो खारा बजार भन्दा बुर्तिबाङ र खारा बजारको बिचमा होइन अब यहाँ 20 मिनटमा पुग्छ होला हामी त बुर्तिबाङ अब खै 10 मिनट 10-15 मिनट पुगेला है यतै धेरै मिठो खाना होइन दिनेशजी बुर्तिबाङ कति लाग्छ आधी घन्टा हो त नि जम्मै आधी घन्टा 13 किलोमिटर हो बागलुङको अझ रहेछ कुसमा पुरै पिच छ श्रेष्ठ होटल एन्ड रेस्टुरेन्ट ल यहाँ एकदम ल राम्रो खाना खुलाउनु भयो उहाँले है धेरै मिठो खुवाउनु भयो साथीहरू आउनुभयो भने आउनु होला नेवारीको हातमा खानुपर्छ के हजुरहरूले भनेर खुवाउनु हो नि हामीले हैन के हामी त कुसमादेखि आएको आइराख्नुहुन्छ कि त्यहाँ साथीहरू आउँदाखेरि यहाँ आउनुहोस् त्यहाँ अस्ति चाहिँ फोटो देखेँ उहाँको दाइ आउनुभएको अब चाहिँ एउटा छेउमा होइन यता भान्जा हो उनी एउटा छेउ नि उनी पनि वडा छैन उहाँ पनि होइ कुसमा है हामी धरपाटन हिँड्दै गरेको र रुद्र तालमा हामी आइपुगेका छौँ। ताल चाहिँ सुकेको छ, बर्खामा सायद भरिन्छ होला,
तर यहाँको वातावरण चाहिँ एकदमै मनमोहक छ। यहाँ चाहिँ यो अलिकति दर्शन गर्नका लागि होइन, जसले आस्था राख्नुहुन्छ प्रकृति पूजकहरूका लागि। यो रुखहरू पनि आफैमा सौन्दर्य छ के, सुन्दरता छ। अनि चिसो चिसो छ अलिकति मौसम, तर गजब रमाइलो छ।
अध्यक्षको कार्यालय बागलुङ खडेरी पर्दाको वर्ष यहाँ पुनः मगरले पूजा गरेपछि पानी पर्दछ भन्ने स्थानीय बासिन्दाको भनाइरहेको छ भन्ने हो होइन। उत्तर गङ्गा ध्वरबराहको थानमा पूजा गर्नुभन्दा पहिले यस थानमा ध्वजा चढाउने गरिन्छ होइन। साउन महिनामा यस खम्बामा गाईको दुधले धारा दिने गरिन्छ भन्यो। यस्तो छ। अब यो अलिक गुराँस फुलेको बेलामा आएको भए त यसको सौन्दर्य गजब नै हुन्थ्यो। यसरी वरदान मागेको शिरमा अब जोरा नभएकोले जोरा वरदान मागेको हरूले चाहिँ हाम्रो मागेको पुरा भयो भनेर पाठहरू लिएर आएको हामीले देखियो। हुँदाखेरि अब हुने सत्य जस्तो पनि लाग्यो, किनकि हामीले भन्दा पनि उहाँहरूले हो नि त भनेको त। हामीले मागेको यो चिज मागेको थियौँ, हाम्रो पुरा भएर पाठो लिएर आएछौँ भनेर धेरैले भन्नुभयो क्या। अनि त्यही भएर यो चाहिँ मागेको वरदान चाहिँ यहाँको देवताले पुरा हुन्छ विश्वास छ। र कतिपय उदाहरणहरूले नै बतायो क्या उहाँहरूले। धेरैले म अब लाउरे हुन म लाउरे बनाइदिनुहोस्, म भएपछि तपाईँलाई एउटा पाठो चढाइदिन्छु भनेर गएकोहरू फेरि पाठो लिएर आयो कि लाउरे भएर भन्नुपर्छ त। अब हुन त विश्वासै हो होइन। यो ठाउँलाई ठ्याक्कै के भन्छ? उत्तर गङ्गा। उत्तर गङ्गा भन्छ हैन? उत्तर गङ्गा यो चाहिँ उत्तर गङ्गा बराहा थान हो के यसको।
मुख्य। हुन्छ अनि अहिले चाहिँ नामाकरण चाहिँ उत्तरगङ्गा ढोरबोरा मन्दिर भनेर भनेका छन्। नयाँ खासै नाम। यो मन्दिर होइन, यो थान हो। किन मन्दिरमा बलि चढ्दैन होइन र, अब थानहरूमा मात्र बलि चढ्ने, त्यही हो। हुन्छ हुन्छ धन्यवाद। हस्, हस्, हस्। काठ बलिदियो र अनि फेरि उन काटेर भेडाहरूका चाहिँ उन काटेर यसरी यो बनाइन्छ। आमाले अघि भन्नुभएको यो काट्यो, त्यसपछि यहाँ पखाल्यो, त्यसपछि ठटायो, अनि त्यसलाई छानेर यहाँको फोहोरहरू फालेर राखेर सुकाउने, सुकाइसकेपछि अनि त्यसलाई यसरी कोर्ने, एउटा कोर्ने हुन्छ नि त्यो फलामको, त्यो फलामकोले कोर्ने, अनि कोरेपछि चाहिँ त्यो चर्खामा सरर बुनेर तान लगाएर गफ दिन्छ राडी अच्युतले। पाकी के बुन्नुहुन्छ यहाँ? मैले के जान्नुहुन्छ बुन्नु? त्यही राडी पाखी बुन्नुहुन्छ? कति पर्छ यहाँ त्यो राडी पाखीलाई एउटा? यो बनाइसके पछाडि त अब कालो पिउरलाई 50,000 पर्छ, कैला काम्लोलाई 40,000 पर्छ। एउटा काम्रोलाई हजुर राम राम। अनि खम्बल पनि पाउँछ यहाँ दिदी, खम्बल पनि पाउँछ। कति पर्छ किन्न पाइन्छ अहिले? के हो तिमीहरूको नाम? मेरो नाम देविन्द्र। देविन्द्र के? यो पैसा, सुना यो पैसाले के गर्छौ? कपी कलम किन्ने है? म फेरि पेन्सिल किन्छु, कापी हान्न। ल ओके 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 है। ल यस यस ल कम अन। यस यस
महत्त्वपूर्ण पर्यटकीय सम्भावना साहसिक शिकार भयो छोटो दूरीको हाइकिङ ऱ्याफ्टिङ हिमाल यस्तो चाहिँ गर्न सकिन्छ यहाँबाट होइन शिखर आरक्ष यस्तो छ नेपाली नाम हाब्रे रेड प्यान्डा पाइने स्थान समुद्री सतह 2200 देखि 4800 मिटर भने चाहिँ यहाँ हुने नै भइहाल्यो त्यसपछि नाम कस्तुरी मृग 2500 देखि 5000 सम्म अङ्ग्रेजी नाम मस्लियर अनि हिउँ चितुवा स्नो लियोपार्ड 3000 देखि 5500 सम्ममा हुँदो रहेछ त्यसपछि नेपाली नाम रतुवा यो बार्किङ डियर चाहिँ वैज्ञानिक नाम यो भयो उचाइ 2500 मा पाइनेछ भने चाहिँ यो स्थितिमा छ यहाँको आरक्षण क्षेत्र हैन यस्तो यहाँभित्र देखिन सकिन्छ यहाँभित्र आरक्षणको भित्रपट्टिको स्थिति मैले देखाइरहेको छु त्यसपछि यहाँ नाम झारल नेपाली नाम झारल हिमालयन थार हैन यही भइहाल्यो समुद्र सतह 35 देखि 5000 मिटरसम्म चट्टाने डाँडाहरूमा घाँसी मैदान पाइन्छ कि नाउर भयो ब्लु सिप भइहाल्यो उचाइ 3000 देखि 5500 यो पनि सेम ठाउँ स्थानहरू पाइन्छ अनि के छ त यहाँ भने वेलकम टु डरपाटन हन्टिङ रिजर्भ भने चाहिँ यहाँ आउने होला सायद हन्टिङ गर्नको लागि चाहिँ नामसाम दर्ता गर्ने लेख्ने सेख्ने होला होइन यसको सूचनाहरू लिने पैसा बुझाउने यही त होला नि स्थिति छ
ल भिडियो यो यसले पानी पनि चाहिँ हल्का पानी पनि तार्छ त्यसरी भनेपछि यो बाख्राको भेडाको बाख्राको उनको यसको नाम के हो बुवा घुम अनि जाडोमा अत्यन्तै न्यानो पनि फेरि लाग्नु यसरी बढेर हिउँ असिना परे पनि केही नहुने यो ओढो अनि गाउँमा यसरी हिँडो ल हेर्नुहोस् यो चाहिँ यो अनि ठ्याक्क यसो गर मुखमा चाहिँ देखा हजुर अन्त नि यस्तो गजबको हुँदो रहेछ अलिक बिजाउँदो रहेछ कि फेरि अर्को भेडाको सेट यो महँगो पर्छ पुरानो भयो है कति वर्ष भयो नि भयो 8-10 वर्ष भयो हेर्न मिल्छ भित्र अब जानु मिल्छ केही नमिल्ने भित्रै जानुहोस् न तब हामी यो जातपट एउटै हिँडाएर दलितको शाखा भाका गरिदिन्थ्यो आजलाई त्यो पनि छैन यो के हो नि यो यो राउलो घाँस हो भैँसेल टुना भैँसेल खुवाउने बत्ती यसलाई खुवाउने। यसले दुध दिन्छ कति तातो त नि बुवा भित्र ए माथि ढुङ्गा माथि चाहिँ गुडुस रहेछ नि आई जग्गा झाला भैँसा पहिलाको जमानाको हेरे यो यो आगोमा पकाएर बुवा खाने खानुहुन्छ आलु छ पकाएको छ आलु पकाएको छ खानुहुन्छ खाम न आमा भयो त नि आमा कता हुन्छ यस्तो काठ मजाले हेर्नु त्यहाँ सानो ठुलो ठ्याक 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 यो मै पार्ने बेला त्यसमा होइन अझ यहाँको हेर्नुहोस् न यहाँ छ नि त अनि बत्ती यति मात्र हो बुवा अलिक मधुरो हुँदो रहेछ के बैठीको मही वाहा कति मजाको ठेको हेर्छ एकदम निको ढाडको ठेको हो बुवा डार यो पनि डार यो र यो एउटै चुनाराले बनाएको यही बनाउँछन् होइन तर अडियार छोरोकोले बनाउँथ्यो बिट्यो होला यहाँ बल्टिरकोले एउटो राख्यो यहाँ बुढीको कति हजार पर्छ नि एउटालाई यो त उठ्यो 25 सयमा राम काका बजाले कति वर्ष पहिले नि 10 वर्षको होला आगो फुक्ने आइडिया बुवाको अब हामी यहाँ माथि बुकी बन्नु जाने हो कहिले नि अब यो सङ्क्रान्तिमा कति बस्नुहुन्छ नि उहाँ असार साउन भडो असोज लाग्यो के छ भने त्यहाँ तपाईँको के छ नि त्यहाँ त्यो बुकी बन्नु खरसुङ डाँडा छ भैचर छन् घाँस हाल्नु पर्दैन सम्पत्तिले छारा रातिन दिन नि छार्रै गोरु गाई भेडा घोडा यतिकै छोडिदिनु भएको छ एकैचोटि सबै रोल्पादेखिको आउँछ हेर्नु जान पर्दैन वर्ष दिउँसोमा त हेर्छन् भेडा हेर्छन् गाई भैँसी हेर्दैन हेर्ने गोठालो छ हामी नै हो नि के बस्तामा आगो फुक्नुभयो अब आटो पकाउने तरकारी पकाउने ए यसमा रक्सी पनि पार्छन् के को रक्सी बाँच्नु नि त मकै यो के को हो नि बुवा यस्तो यो त्यो पुवाको के हो नि यो जाबो धानी ठेकाले बोक्ने ए पानी बोकेर ल्याउने हुन्छ यसरी राख्नु भएको छ बुवाले यति मेहनत गरेर यहाँ डोकोहरू छ यसरी धेरै धेरै धन्यवाद आलु खानु छोप्राइन्छ अब के गर्ने यही भने मिठो खायो मिठो गरी खेल्यो नि ल देवेन्द्र अदै बुवा कहाँ हामी आयौँ बुवाले हामीलाई यसरी भित्र छिर्न दिनुभयो घर देखाउनु भयो होइन अनि आलु 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 खान दिनुभयो अनि त्यहाँको सबै कुराहरू हामीलाई बताउनु हो बुवालाई धेरै धेरै धन्यवाद छ होइन गाउँमा यसरी घरभित्र छिर्न दिनु भनेको पनि दुर्लभै हो नि त हामी अन्जान मान्छेलाई यो स्याउको रुख होला है
गर्छन् क्यारे। अनि यहाँको आमाहरू, दाइहरू होइन, छोरीहरू, भाइहरू सबै इन्ट्रेस्ट दिएर हामीसँग कुराकानी गर्नुभयो कि। अनि मकै रे अहिले त यो आलु गोड्दै हुनुहुन्छ। अनि यो बसाइसराई त यहाँको त्यस्तो छ जस्तो लागेन है। यहाँ गाउँमा सबैजना हुनुहुँदो रहेछ, परिवारहरू सँगै बस्नु हुँदो रहेछ, बाक्लै छ। गाउँमा घरहरूमा व्यक्तिहरू हुनुहुन्छ, बारीमा सबैले काम गरिरहनु भएको छ। घरहरू पनि राम्रा छन्। बाटो छ यता निस्किने तल। माथि बस्नु त तपाईँहरू, तल बस्नुभयो भन्नु। तपाईँहरू के थरी हो नि? यो बर्खामा त ठुलो हुन्छ होला आमा? ठुलो हुन्छ। कपडा धोएर सक्नुभयो? यसलाई ढाकर भन्छन् कि के भन्छन् तपाईँकोतिर? यसलाई ढाकर? ए डोको। डोको लामा है त। कस्तो तातो होला कि यिनीहरूलाई यो ओछ्याइदिएको। हेरिछन् है यिनीहरूले, चिने जसरी हेरिछन्। कुकुर हेर्ने कुकुर।